गतिविधिको तपाईँको अहिले हेर्दाखेरि चाहिँ आन्दोलन भइरहेको छ अनि जनताहरू पनि एकदम नै आक्रोश छन् र युवाहरू विदेश प्लान भएको छ। देशभित्र रोजगार नभएको अवस्थाले यो जसरी यो के कसरी यो देशभित्र यस्तो गतिविधिले कसरीसम्म कहिलेसम्म चल्छ भन्ने हिसाब जनताहरूले सबैतिर एउटा ठप्प पारेर बसिसकेका छन्। यति बेला यातायात व्यवसायहरू पनि सबैहरू आक्रोश भएर सडकमा उत्रिसकेको बेला चाहिँ अब जनताले चाहिँ के गर्ने भन्ने कुराहरू उहाँहरूले पनि बुझ्न नसकेको अवस्था र देशभित्र विभिन्न किसिमका आन्दोलनहरूले गर्दा जनतालाई एक किसिमको नकारात्मक मेसेज पनि दिइसकेको छ। अहिले नेपालमा सबैभन्दा धेरै गतिविधिमा आन्दोलन हुने देश भनेको नेपाल नै हो। अहिलेको फिलहाल केही वर्षदेखिको केही महिनादेखिको हामीले अवस्था हेर्दाखेरि चाहिँ देशभित्र के कस्ता र कसरी यो देशमा आन्दोलनलाई कसरी अगाडि बढाउने र के गर्दा कसरी हुन्छ भन्ने केही छैन। देशभित्र चलेको छ, आन्दोलन चलेको छ र जनताहरू आएको छन्। अब हेर्न सक्नुहुन्छ यो जसरी हेर्न सक्नुहुन्छ यो पुलिस कर्मचारी पुरै यहाँ लामो बाक्लो तयारीमा पुलिस प्रशासन पनि सुरक्षाको लागि बसिसकेको छ र यो बसिसकेको सुरक्षाहरूले जुन बस चलाउने ड्राइभरदेखि लिएर यातायात व्यवसायका सम्पूर्ण कर्मचारीहरू यति बेला सडकमा उत्रिसकेका छन् र जुन पनि बसहरू कुनै बस अन्य सार्वजनिक बसहरू कुनै चलेको देख्दाखेरि चाहिँ उहाँहरूले एक किसिमको आक्रमण गर्ने जस्तै नै उहाँहरूको आक्रोश देख्न सक्नुहुन्छ। यति बेला म तपाईँलाई फेरि देखाउने छु यो कसरी यो देशभित्र के भइरहेको छ भन्ने कुराहरू तपाईँहरूले स्पष्ट जान्न सक्नुहुन्छ र लामो हिसाबले यहाँ अहिले सुरक्षाकर्मीहरू पनि बसिसकेको तनाव भएर उहाँहरू बसिसक्नु भएको छ र अन्य तपाईँहरू केही मेसेज हेर्न सक्नुहुन्छ भने चाहिँ यो छ अहिलेको व्यवस्थालाई चाहिँ कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरूमा प्रेस